गोपाल गन्धर्व पुरानो संस्कृति मौलिक बाजालाई जगेर्ना गरेको छ बाबु 2083को तिमतीको एउटा शुभकामना नयाँ सालको गोपाल गन्धर्वले पुरानो मौलिक संस्कृति बाजालाई जगेर्ना गरेको छ। लाइक गर्न गोपाल गन्धर्वको रक्षा छोरा आधा अवस्था बस्नु गोपाल गन्धर्वको मौलिक ल्याएर आएको हाम्रो बाबु डाङ्गी साहबको घरमा गोपाल गन्धर्वले सुनाउन लागेको एउटा हेरी सुनि बसियोस्। पहिला पहिला मादलु र सोरठी नाट्य गरे पहिला डिजे डरम सिल्ले काठै ढाकिसक्यो ऐला बाबुलाई खायो अल्सरले छोरा पल्सरले हाम्रो संस्कार केलाई खायो भाइरी कल्चरले हाम्रो संस्कार केलाई खायो भाइरी कल्चरले। गन्धर्वैका जीवन कथा सारङ्गीमा हुन्छ गन्धर्वका जीवन कथा सारङ्गीमा हुन्छ भोगो पेटो नाङ्गो छाती कहिले अन्त्य हुन्छ सम्पत्तिको नाममा हाम्रो यही सारङ्गी बाजा बज्नै छाड्यो भन्छन् सबले गाउँघरैमा आज बाबुलाई खायो अल्सरले छोरा पल्सरले हाम्रो संस्कार केलाई खायो बाहिरी कल्चरले हाम्रो संस्कार केलाई खायो बाहिरी कल्चरले।